सबैले नमस्ते है। मेरो फर्स्ट भ्लग है। आज हामी चाहिँ अब बिहानै खानासाना खाएर यसो राप्ती नदीतिर नुहाउन जाने भन्ने प्लान बनाइरहेछौँ है। प्लान बनाइसकेपछि अब हामी यहाँबाट हिँडिसकेका छौँ। हिँड्ने क्रममा हामीले यस्तो पिसफुल वातावरणमा होइन गइराखेका छौँ। हुन चाहिँ कच्ची बाटो भए पनि हरियाली चारैतिर रहेको हुँदा अझै रमणीय ठाउँ देख्न पाइएको छ। अब हामी राप्ती नदी बाटोमा गइराखेका छौँ। जाँदा जाँदै हामी रमाइलो भइराखेको छ। सबैले भिडियोलाई हेरेर साथ दिन होला है त। सब्सक्राइब, लाइक, सेयर, कमेन्ट चाहिँ गर्न नभुल्नु होला। मेरो फर्स्ट भ्लग है। अहिलेसम्म त्यो खासै भ्लग बनाउनु त आउँदैन। अब फर्स्ट ट्राई गर्न लगाएको, साथ दिन होला नि है। जाँदा जाँदैको यो रमणीय दृश्य हेर्दै गर्दा मन चाहिँ एकदम सबको हुन्छ नि, एकदम रोमान्टिक फन्टास्टिक भएको छ है। हामी तीनटा बाइकमा 6 जना आएका छौँ। अब हिँड्दै गर्दा चाहिँ हामी अब राप्ती खोलाको पुलनिर राप्ती पुलमा पुगेका छौँ। यो पुलको छेउछाउमा अब टिप्परहरू हिँड्ने क्रसर उद्योग रहेछ र अलि धुलो धुवा चाहिँ बढिरहेछ होइन। अब धुलो धुवा जे जस्तो भयो नि, उता नदीमा गएर चुक्क नुहाउने रहर छुट्टै छ। धुलो धुवा त त्यही बगाउने हो, चिल पारौँ है त। फाइनली हामी राप्ती नदीको किनारमा पुगिसकेका छौँ होइन। हामी नुहाउने ठाउँ सोचेर गएको ठाउँनिर पुगिसकेका छौँ। हेर्दाखेरि है धुलो धुवा काली ओह्राली है पुरै बालुवामा बाइकलाई कुदाउँदै ढकेल्दै हामी तीनजनाको जम्बो टोली, तीनटा बाइकको जम्बो टोली टोटल 6 जना गरेर टक्क लाएर नुहाउने ठाउँ पुगिसकेका छौँ है। अब यहाँबाट नुहाएर अब अलि रमाइलो भएर फर्किने प्लान हो हाम्रो। ल भिडियोलाई हेरेर साथ दिनु होला है त। दिल में जो छुपी है एक दिल